4 कडा चुनौती। ओमानको भूमिबाट विश्वकपको टिकट काट्ने दाउ। ओमानमा जारी आईसीसी टी20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौट प्रतियोगिताको सुपर 6 चरणको समीकरण पूर्ण भएको छ। यो महत्त्वपूर्ण चरणले यस क्षेत्रबाट विश्वकपमा पुग्ने राष्ट्रहरूको भविष्य निर्धारण गर्नेछ। नेपाल, युएई र आयोजक ओमान समूह चरणमा अपराजित रहँदै सुपर 6 मा प्रवेश गरेका छन् भने कतार, जापान र सामोआले पनि स्थान सुरक्षित गरेका छन्। एसोसिएट क्रिकेटका यी शक्तिशाली राष्ट्रहरूबीचको प्रतिस्पर्धाले विश्वकपको रोमाञ्चक यात्राका लागि टिकट वितरण गर्नेछ। अपराजित यात्रा र सुपर 6 को समीकरण। समूह चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै समूह 2 को विजेताका रूपमा सुपर 6 मा प्रवेश गरेको छ। युएई समूह 1 को विजेता बन्यो भने ओमान समूह 3 को विजेताका रूपमा अगाडि बढेको छ। यी तीनै टोली आफ्नो समूहमा अपराजित रहे। समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराइसँगै सुपर 6 मा पुग्ने सबै 6 टोलीको टुङ्गो लागेको हो। सुपर 6 को समीकरणमा समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूले अतिरिक्त फाइदा पाएका छन्। प्रतियोगिताको नियमअनुसार समूह चरणमा आफूले पराजित गरेको र सुपर 6 मा आएको टोली विरुद्धको जितको 2 अङ्क सुपर 6 को अङ्क तालिकामा स्वतः जोडिने भएको छ। यसरी हालको अङ्क तालिकामा ओमान, नेपाल र युएईले 1-1 जित बापतको 2 अङ्क लिएर अगाडि बढेका छन्। नेट रन रेटको आधारमा ओमान पहिलो, नेपाल दोस्रो र युएई तेस्रो स्थानमा छ। यो 2 अङ्कको अग्रताले शीर्ष 3 मा पर्नका लागि ठूलो मनोवैज्ञानिक र गणितीय राहत दिएको छ। नेपालले अब सुपर 6 मा थप 4 खेल खेल्नुपर्नेछ र तीमध्ये 3 खेल जितेको खण्डमा विश्वकपको लागि लगभग सुनिश्चित स्थान बनाउनेछ। 2 जितले मात्रै पनि रन रेटको जटिल गणनामा अल्झिनुपर्ने हुन सक्छ। त्यसैले नेपालको ध्यान स्पष्ट 3 जितमा केन्द्रित हुनेछ। नेपालको कठिन र रोमाञ्चक खेल तालिका। नेपालको सुपर 6 को खेल तालिका निकै चुनौतीपूर्ण र रोमाञ्चक देखिएको छ। नेपाली टोलीले आफ्नो विश्वकप यात्राको निर्णायक मोडमा एसोसिएट क्रिकेटका केही बलिया प्रतिद्वन्द्वीहरूसँग समेत प्रतिस्पर्धा गर्दैछ। नेपालले खेल्ने 4 प्रतिद्वन्द्वीहरू युएई, कतार, सामोआ र ओमान हुन्। नम्बर 1 चिर परिचित प्रतिद्वन्द्वी नेपाल भर्सेस युएई 26 असोज आइतबार। नेपालले आफ्नो सुपर 6 को पहिलो खेल नै सबैभन्दा कठिन र महत्त्वपूर्ण प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स युएईसँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार आइतबार अपराह्न 4:15 बजे सुरु हुनेछ। नेपाल र युएईको क्रिकेटमा लामो इतिहास छ र पछिल्लो समय यी दुवै टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट लयमा छन्। दुवै टोलीले टेस्ट राष्ट्रहरूलाई समेत हराएर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। यो मिनी फाइनल सरहको खेल हो। युएईलाई पराजित गर्न सकेमा नेपालले अङ्क तालिकामा बलियो अग्रता लिने मात्र होइन, विश्वकपमा छनौट हुने आफ्नो आत्मविश्वासलाई समेत थप मजबुत बनाउनेछ। पछिल्लो समय युएई र नेपाल दुवैको ब्याटिङ र बलिङ सन्तुलन निकै राम्रो रहेकाले यो खेल उच्च प्रतिस्पर्धात्मक हुने निश्चित छ। यो जितले बाँकी खेलहरूका लागि ठूलो मोमेन्टम प्रदान गर्नेछ। नम्बर 2 मध्यपूर्वको अर्को चुनौती नेपाल भर्सेस कतार 27 असोज सोमबार। युएई विरुद्धको खेलको भोलिपल्टै नेपालले कतारसँग दोस्रो खेल खेल्नेछ। यो खेल बिहान 8:45 बजे सुरु हुनेछ। युएई विरुद्धको खेलको नतिजा जेसुकै भए पनि नेपालले कतार विरुद्धको खेललाई अनिवार्य जितका रूपमा लिनुपर्छ। कतार क्रिकेटमा तुलनात्मक रूपमा कमजोर देखिए पनि उसले समूह चरणमा आफ्नो खेल कौशल प्रदर्शन गरिसकेको छ। व्यस्त खेल तालिकाका कारण खेलाडीहरूमा थकान हाबी हुन सक्छ। त्यसैले नेपालले आफ्नो बेन्च स्ट्रेन्थको उचित प्रयोग गर्नुपर्ने हुन सक्छ। यो खेलमा नेपालको टप अर्डर ब्याट्सम्यान र स्पिनरहरूको प्रदर्शन निर्णायक हुने देखिन्छ। नम्बर 3 पेसिफिकको प्रतिनिधि नेपाल भर्सेस सामोआ 29 असोज बुधबार। 2 दिनको विश्रामपछि नेपालले सामोआको सामना गर्नेछ। सामोआ एसियाली टोलीहरूभन्दा फरक प्लेइङ स्टाइल लिएर आउने पेसिफिक क्षेत्रको प्रतिनिधि हो। यो खेल पनि बिहान 8:45 बजे सुरु हुनेछ। सामोआ विरुद्धको खेलमा नेपालले ठूलो अन्तरको जित निकाल्न सकेमा रन रेटमा ठूलो फाइदा पुग्नेछ, जुन विश्वकप छनौटको अन्तिम नतिजाका लागि अत्यन्तै महत्त्वपूर्ण हुन सक्छ। सामोआलाई कमजोर आग्नु भूल हुनेछ, तर नेपालको अनुभव र घरेलु कन्डिसन ओमानमा खेल्ने बानीले यहाँ नेपाललाई अग्रता दिनेछ। नम्बर 4 आयोजकको चुनौती नेपाल भर्सेस ओमान 30 असोज बिहीबार। सुपर 6 को अन्तिम र सायद सबैभन्दा भावनात्मक खेल नेपालले आयोजक ओमानसँग खेल्नेछ। यो खेल अपराह्न 4:15 बजे सुरु हुनेछ। ओमान घरेलु मैदानमा खेल्दैछ र समूह चरणमा 3 अङ्क लिएर सबै